आज चाहिँ हामी पञ्चायत गोल्ड कप खेल्नका लागि धरानको बस चढेर तररसम्मतर्फ जाँदै थियौँ र आज हाम्रो चाहिँ फर्स्ट गेम परेको थियो आयोजकसँग। अनि केटाहरूलाई मैले भनिरहेको थिएँ कि आज बबाल खेल्नुपर्छ केटा, तिमीहरूले खेल्ने हो र म आफू त सुपर सब हो, थाहा छँदैछ। मेरो चाहिँ खुट्टाको कारणले म एक्स्ट्रा बस्नुपर्छ मैले केटालाई भनिरहेको थिएँ। र अनि मैले चाहिँ गौरवलाई भने यो कुन ठाउँमा आयो भनेर मैले सोध्दैछु गौरवलाई। आयो गौरव बन्धु के छ आजको एकदम फर्ममा हो? ल ठिक छ। अनि यता के छ त आजको विचार? हार जित जे भए पनि खतरा चाहिँ खेल्नु पर्यो केटा, ट्रेनिङ गरे जस्तो है, बुझ्यो नि। केटाहरूले छोटो मिठो भयो भने गफ दियो बसमा र मलाई पनि खुसी लाग्यो। अनि मैले पनि गफ दिएँ केटाहरूलाई, अब तिमीहरूको दाइ भ्लगर भइसक्यो केटा, अब तिमीहरूले सब्सक्राइबहरू हान्नु है भनेर। अनि केटाहरूले चाहिँ नसुने जे गरे पनि सुन्दै थियो है। सो अनि हेर्नु सक्नुहुन्छ नि, हामी चाहिँ अब तररा चोक आइपुग्न लाग्यौँ। बसबाट हामी चाहिँ झऱ्यौँ होइन। सो अनि त्यसपछि तररा चोकमा पश्चिम एकछिन तररा चोकको भिड पनि हेर्न सक्नुहुनेछ र केटाहरूले पनि हेर्न सक्नुहुनेछ हजुरहरूले। र हामी बाइक पर्खिँदै थियौँ, बाइक आएको थिएन, दाइहरू आउनु भएको थिएन। सो हामी त्यहीँ बस्यौँ र एकछिनपछि फेरि कल गरेर भन्यौँ र एकछिन बस, त्यसपछि चाहिँ के बस्नु भनेर हामी चाहिँ केटाहरू ल हल्का गफ गर्दै जाउँ न त तलसम्म, उतैतिर भेट्यो भने चढौँला भनेर बस्यौँ। र हामी हिँड्दै थियौँ अनि केटाहरूसँग गफ गर्दै चाहिँ सानोतिनो यसो। अनि त्यसपछि यस्तै हो। अनि ठ्याक्कै बाइकहरू पनि आयो। सो अनि चढ्यौँ। अनि एउटा बाइकमा चाहिँ तिनजना गरेर चढेर गयौँ पञ्चायतसम्म भित्री रोडमा, ट्राफिकले रोक्दैन भनेर। सो अनि एउटा बाइकमा चाहिँ म, पोग्बा अनि एउटा दाइ हुनुहुन्थ्यो, हाँक्ने दाइ है, राइडर दाइ। सो अनि त्यसपछि हल्का अगाडि बाटोको दृश्य पनि हेर्न सक्नुहुनेछ हजुरहरूले। यति राम्रो बाटो छ पञ्चायत जाने। सो अनि त्यसपछि ट्री हाउस आउन आँटेको थियो। ट्री हाउस चाहिँ हामीले पहिला पनि आएको थिएँ। सो आज पनि देखियो हल्का टाढैबाट भए पनि। ट्री हाउस कटिसकेपछि अगाडि चाहिँ यस्तो दामी बाटो देखियो होइन। अनि सो त्यसपछि हामीले फेरि पोगालाई पनि देखायौँ, पोगालाई गफ दिँदै थियो, पोगाले चाहिँ नसुने पनि हाँस्न चाहिँ। त्यसको लागि पनि धन्यवाद। यति राम्रो बाटो दृश्यहरू देख्दै थियो। अनि त्यसपछि फिल्डतर्फ लाग्यौँ र फिल्डको दृश्य पनि देख्न सक्नुहुन्छ। यति राम्रो सुन्दर ठाउँमा फिल्ड थियो। त्यहाँको म्यानेजर अङ्कलहरूले चाहिँ भन्नुहुन्छ चेन्जिङ रुममा गएर बस्छ भाइहरू भनेर। अनि चेन्जिङ रुममा गयौँ हामी। चेन्जिङ रुममा बसिरहेको छ केटाहरू देख्न सक्नुहुनेछ। र अनि त्यहाँ नजिक चाहिँ एउटा सुजन सरदार भन्ने साथीले चाहिँ लास्ट कमेडी गरिरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। कोच र म्यानेजरलाई पनि देख्न सक्नुहुनेछ आज। म्यानेजर भएर 1-2 लाखमा धन्यवाद। तिम्रो नाम चाहिँ के हो नि? सो हल्का हाँसी मजा गरेर चाहिँ म्यानेजर दाइ आउनुभयो। म्यानेजर दाइ आएपछि चाहिँ हामी जर्सी लगाएर फिल्डतिर छिरेर रन्डोज खेल्न थाल्यौँ। एकछिन देख्न सक्नुहुनेछ, रन्डोज खेलेको देख्न सक्नुहुन्छ हजुरहरूले पनि। अनि त्यसपछि चाहिँ हामी वार्मअप गर्न थाल्यौँ। एकछिन रेफ्रीले 15 मिनट देखाउनु भयो। त्यसपछि चाहिँ हामी एकछिन वार्मअप गऱ्यौँ, हल्का खुट्टा तन्कायौँ, त्यही देख्न सक्नुहुनेछ हजुरहरूले। हाम्रो केटाहरू चाहिँ अलिक दुईजना चाहिँ अलिक पिछा भेट्न गएको थियो। अनि सो त्यही भएर पछाडि आयो, अरूले चाहिँ अगाडि नै गर्दै थियो। भन्दा अगाडि हल्का हामीले मार्च पासको ड्रिल हेऱ्यौँ। सो देख्न सक्नुहुन्छ ड्रिल पनि धेरै राम्रो लाग्यो मलाई चाहिँ होइन। हाम्रो क्लबको नाम चाहिँ एनआइसी फुटबल क्लब हो। सो हाम्रो चाहिँ आयोजकसँग पर्न गएको थियो। अनि एकछिन भए पनि म्यानेजर दाइले चाहिँ खेलाउनु भयो, म्यानेजर दाइले चाहिँ। अनि देख्न सक्नुहुन्छ गेमहरू पनि एकछिन भए पनि। सुरुवाती दिनमै यो आज उद्घाटन खेल हो र दर्शकको उपस्थिति भने निकै धेरै यो बनाउँदै अवसर बुन्न सक्छ नवयुवा क्लब बक्समा। The tide marking फर्किन सक्छ नवयुवा क्लब। त्यो चान्स थियो, अझै पनि अवसर बुन्दै यो राइट ह्यान्ड साइडबाट
यो प्रहार लास्ट टाइम आएर हामी 1-0ले हार्यौँ होइन जे भए पनि एकछिन भए पनि खेलियो सो अनि दाइहरूसँग साथीहरूसँग हात मिलाएर हामी चाहिँ बाहिर निक्ल्यौँ अनि गेम पनि राम्रै भयो नराम्रो त होइन अनि केटाहरू चाहिँ यता देख्न सक्नुहुनेछ फोटोसोटो खिच्दै थियो यतातिर केटाहरू अनि म चाहिँ भन्दै थिएँ अब हार जित भइहाल्छ गेममा सो 1-0ले हार्यौँ भनेर चाहिँ भन्दै थियो केटाहरूलाई ल फोटोसोटो खिच अनि हामी चाहिँ घरतर्फ लाग्यौँ र म्यानेजर दाईको बाइकमा चढेर तररा चोकमा आयौँ र तररा चोकमा पनि मेला लाग्दै रहेछ अनि दाईले चाहिँ भन्नु मेला होइन बाइक कन्सर्ट लाग्दैछ भनेर दाइहरूलाई चाहिँ मैले यसो यो यस्तो हो भनेर बुझाउँदै थिएँ सो घुम्न आएको काले भाइहरूलाई होइन काले भाइले चाहिँ फेरि के भन्दैछ सुन्नु होला नेपाली इङ्ग्लिस ब्रो इङ्ग्लिस यस ब्रो यसो हल्का साथीहरूसँग हाँसी मजाक गरेर हामी चाहिँ गाडी चढ्नलाई चाहिँ पल्लो रोडतिर लाग्यौँ र गाडी चढ्दा हामी घरतिर आयौँ हामी बाँसबारी चोकमा उत्रिने बित्तिकै क्याप्टेन सरले फोन गरेर भन्नुभयो कि भाइ मेरो घरमा पूजा खाना हो भनेर र हामी पूजा खानालाई क्याप्टेन सरको घर बस्यौँ र काले भाइहरू पनि बस्यो र ठ्याक्कै हामीलाई ह्यान्डसम भाइले जल्दो भाइले हामीलाई प्रसाद ल्याएर खुवायो सो देख्न सक्नुहुनेछ ह्यान्डसम भाइलाई देख्न सक्नुहुनेछ नि हामीलाई काले भाइलाई सो अनि यता आन्टीलाई देख्न सक्नुहुनेछ आज चाहिँ अब प्रसाद खाएर आजको भिडियो चाहिँ यहीँ काले भाइलाई देखाएर अन्त्य गर्दैछौँ धन्यवाद।